Hello guys, good morning and नमस्ते म स्कुरा थिएँ आज चाहिँ याबेस सुरुवारलाई फुटबल ट्रेनिङ गरेको भिडियो म तपाईहरु सम्पूर्णलाई देखाउन गइराखेको छु अनि याबेस सुरुवार चाहिँ भर्खर 4 वर्ष पुगेर चाहिँ 3 महिनामा रनिङ गर्दैछ हुनुहुन्छ सो उहाँको फुटबल ट्रेनिङ वर्ल्ड क्यारी गर्नको निम्ति चाहिँ उहाँलाई यो मैले यो कोड नभएको कारणले यो जारहरु राखेर उहाँलाई म फुटबल ट्रेनिङ गराउने व्यस्तमा छु र गराउँदैछु। तपाईहरुलाई कस्तो लाग्छ तपाईहरुको प्रतिक्रिया कमेन्ट यो निचे कमेन्टमा पनि लेखिकन तपाईको प्रतिक्रिया जनाउनु हुन सहभागी प्रतिक्रिया जनाउन सहभागिता हुन सम्पूर्णलाई म आह्वान पनि गर्दछु अनि साथसाथमा भविष्यको कर्णधार नेपालको नेशनल टिमबाट खेलाउने मेरो चाहिँ ठुलो इच्छा रहेको कारणले सो आफू त खेल्न पाएन हैन माउन्ट फुटबलको बडा फ्यान हो अनि मेरो भान्जालाई मेरो आवेशवालाई खेलाउनको निम्ति म अझै बच्चैदेखि ट्रेनिङ गराउँदैछु अनि उहाँको ट्रेनिङ कस्तो हुन्छ तपाईहरु यसो कमेन्ट गर्नुस् अनि ट्रेनिङमा परिपक्व नभए तापनि कति कुराहरु कमजोरी हुन सक्छ सो त्यो कुरा तपाईहरुले कमेन्टमा सुझाव दिनु हुन सम्पूर्ण मित्र बन्धु सम्पूर्ण दर्शक सम्पूर्ण भ्युज साथीहरुलाई म आह्वान र अनुरोध पनि गर्दछु यही भिडियो मार्फत याबेस कमान नचलाउ न तिमी चाहिँ अनि हाम्रो याबेस सुनुवारको फ्यान साथी यहाँ हुनुहुन्छ हेलो हेलो माइरा तिमी याबेसको फ्यान हैन उहाँ पनि ट्रेनिङ हेरिराख्नु भएको छ आफ्नो साथीको ट्रेनिङ चाहिँ के कस्तो हुँदैछ भनेर उहाँले पनि हाम्रो याबेस सुनुवारको ट्रेनिङ निहाल्दै हुनुहुन्छ उहाँ चाहिँ मोटरबाइकमा बसिराख्नु भएको छ र उहाँले आफ्नो साथीलाई गर्मी हुन सक्छ भनिकन हातमा पेपर फ्यान लिएर पनि उहाँले हम्काउँदै हुनुहुन्छ यो तपाईहरुले पक्कै पनि साथी बीचको आत्मीयता र साथीको सपोर्ट यहाँबाट नै तपाईहरु मूल्याङ्कन गर्न सक्नुहुनेछ अनि यो भिडियो चाहिँ म फेसबुक मार्फत तपाईहरु सम्पूर्णलाई देखाउन गइराखेको छु अथवा देखाउँदैछु तपाईहरु प्लिज यो भिडियोलाई माया अनि ममता गरिकन शेयर गरिकन लाइक गरिकन कमेन्टमा केही तपाईको प्रतिक्रिया लेख्नु र भनिकन म तपाईहरु सम्पूर्ण साथी मित्र बन्धुहरुलाई आह्वान पनि गर्न चाहे हाम्रो यो याबेस सुनुवारको यो फुटबल खेल्ने सपनाको निम्ति सबैले साथ सपोर्ट पनि गरिदिनु न विनम्र अनुरोध गर्दछु अनि यहाँ चाहिँ विशेष गरी अहिले म कोन र यो फुटबल रिकभर गर्नको निम्ति केही समयदेखि म सोचिराखेको छु अनि फुटबल चाहिँ फुटेर यसमा चाहिँ हामीले प्लास्टिक राखेर काम चलाउ गरिराखेका छौँ किनभने ट्रेनिङ भनेको कन्टिन्युटी हुनुपर्छ कन्टिन्यू ट्रेनिङ भएन भने भोलिको दिनमा बिर्सन सक्छ अनि पुनः गाह्रो हुन्छ भनिकन हामी प्लास्टिक खाँदेर भए तापनि यसलाई ट्रेनिङमा हामीले यो प्र्याक्टिसमा अभ्यासमा निरन्तरता दिने हाम्रो ठुलो सपना र दिँदैछौँ अनि कोण पनि केही समयपछि उपलब्ध हुने जानकारी म तपाईहरु सम्पूर्णलाई गराउँदछु म महेश किरातीद्वारा अनि सबै कुराको परिपक्व भएपछि सबै खेल सामग्रीहरुको परिपूरक भएपछि खेलाडीले पनि अथवा खेलाडी हुन गइराखेको बिरुवाले पनि राम्रो प्रतिक्रिया दिनेछ भन्ने मलाई लागिराखेको छ अनि छिटो खेल न तिमी चाहिँ खेल्ने मात्रै हो क्या तिमीले प्र्याक्टिस मात्रै गर्ने हो म यहाँ कमेन्टेटर गर्दैछु अनि जो जति साथीहरुले आज यो भिडियो फर्स्ट टाइम मात्रै देख्नु भएको छ भने प्लिज लाइक एन्ड सब्स्क्राइब गरिदिनु विनम्र अनुरोध गर्दछु यद्यपि तपाईँ युट्युबमा जानुहुन्छ भने महेश किराती युट्युबमा जानुहुन्छ भने तपाईहरु त्यहाँ युट्युबमा पनि धेरै भिडियोहरु पाउन सक्नुहुनेछ अनि तपाईँ युट्युबको सदस्यता लिएर सब्स्क्राइब पनि गर्न सक्नुहुनेछ यसमै तपाईहरुको साथ सपोर्ट
हुनेछ भन्ने म महेश किराती तपाईँहरू समक्ष भन्न गइराखेको छु, राख्न गइराखेको छु। अनि युट्युब च्यानलको नाम रहेको छ A to Z भन्दा MCAS A to Z ब्लग भनेर तपाईँहरूले सर्च गर्नुभयो भने महेश किरातीको त्यहाँ युट्युब च्यानल पाउनुहुनेछ। र त्यो युट्युब च्यानलमा पनि धेरै प्रकारका फुटबलदेखि लगेर सम्पूर्ण विषयका भ्लगहरू भिडियोहरू तपाईँहरू त्यहाँ देख्न सक्नुहुनेछ। र आशा छ मलाई तपाईँहरूले मैले यो फेसबुकमा लिङ्क चाहिँ राखेको छुइनँ। नाम म तपाईँहरूलाई भनिसकेँ, MCAS A to Z ब्लगमा तपाईँहरू जानुभयो भने सम्पूर्ण भिडियोहरू र जिरो लेभलदेखि प्र्याक्टिस गरेको, जिरो लेभलदेखि बल खेल्न गइराखेको तपाईँहरूले त्यो भिडियो मार्फत, त्यो युट्युब च्यानल मार्फत त्यहाँ भिडियोमा तपाईँहरूले देख्न सक्नुहुनेछ। अनि आशावादी रहेको छु म, साथीभाइ सम्पूर्ण तपाईँ नेपाली दाजुभाइ तथा दिदीबहिनी सबैले त्यो यो भिडियो हेरिकन युट्युब च्यानल पनि तपाईँहरूले भिजिट अथवा त्यो युट्युब च्यानलमा पनि तपाईँहरू पुग्नु हुनेछ भने म आशावादी रहेको छु। अनि त्यो युट्युब च्यानल हेरेर तपाईँहरूले सेयर, सब्सक्राइब, लाइक गर्न चाहिँ फेरि नबिर्सिनु हुन म यही भिडियो मार्फत तपाईँहरू सम्पूर्णलाई आग्रह पनि गर्न गइराखेको छु र गरिसकेको छु। अनि हाम्रो यो भिडियो ट्रेनिङ त अझै नै चलिरहन्छ, अझै आधी घन्टा बाँकी छ। यो भिडियो चाहिँ धेरै लामो हुने भएकोले म सम्पूर्ण दर्शकहरूसँग बिदा माग्न गइराखेको छु आजको यो भिडियोमा। केही समयपछि पुनः हामी भेट्ने छौँ भोलिको अर्को भिडियो, अर्को क्लासमा सम्पूर्ण साथीभाइहरूसँग भेट्ने बाचा बन्धन गर्दै म आज यो भिडियो च्यानलबाट, यो भिडियोबाट बिदा हुन चाहे। सम्पूर्णलाई सी यू अगेन टुमारो भन्दै बाई बाई अल अफ यु गाइज एन्ड बाई।